सबैजनालाई। आज चाहिँ म एकदमै धेरै खुसी छु हैन। अनि 13 दिनदेखि हराएको मेरो भक्कुलाई चाहिँ हाम्रो प्यारो नानु पञ्चकोट सीमा भन्ने गाउँमा बस्नुहुन्छ। नानुको नाम चाहिँ सबिना र अनि अर्को बहिनी चाहिँ पूर्णिमा हुनुहुन्छ। उहाँहरूले चाहिँ यस्तो दौडिरहेको भक्कुलाई समातेर मेरो जीवनको खुसी जुन हराएको खुसी थियो त्यो नै फिर्ता ल्याइदिनु भएको छ। मैले पहिला पनि भनेको थिएँ यो चाहिँ मेरो आमा र मेरो प्यारो भाइको चिनो हो हैन। अनि त्यसले गर्दाखेरि म एकदमै भौतारिरहेको थिएँ। नानुहरूले चाहिँ मेरो खुसी फिर्ता ल्याइदिनु भएको छ। साथै यहाँ जति पनि मेरो पछाडि भाइहरू हुनुहुन्छ उहाँहरूले पनि एकदमै भक्कुलाई खोज्नको लागि हेल्प गर्नुभएको थियो। त्यसैले जति पनि भक्कुलाई खोज्न हेल्प गरिदिनु भयो उहाँहरू सबैजनालाई हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै मैले चाहिँ यो पुरस्कार 35,000 दिन्छु भनेको थिएँ। नानीले चाहिँ मान्नु भएको थिएन, तर पनि मेरो आफ्नो इच्छाले खुसीले पुरस्कार दिन गइरहेको छु। आशा छ नानुले चाहिँ कापी किताब आफ्नो शिक्षा क्षेत्रमा लगानी गर्नुहुनेछ भन्दै यो पुरस्कार हस्तान्तरण गर्न गइरहेको छु।